हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। अब हामी चाहिँ यो चितवनको सौरामा छौँ अनि ड्याम हामी चाहिँ हात्ती हेर्न जाँदैछौँ। म तपाईँहरूलाई सबै चितवनको यो के कस्तो छ भन्ने अवस्था चाहिँ अहिले एकछिनमा जानकारी दिन्छु। अब हात्ती हेर्छु सुरुमा है, हेर्दै गर्नु होला। किप वाचिङ। यस, यो लाइटिङ चाहिँ बेग्लै राम्रो देखेको कि साँझमा साँझमा नि त लाइटिङले साँझमा। अब हाम्रो अगाडि टिम छ है, अगाडि जानु भएको छ। हामी चाहिँ जेएनजी टिम हो होइन। यो चाहिँ यो अगाडि चाहिँ कुन टिम हो? अगाडि चाहिँ जेएनजी हो, हामी जेएनएक्स। लु हामी जेएनएक्स। हात्ती हेरौँ सर, हात्ती। लु हात्ती हेर्नुहोस्। हजुर बच्चा हात्ती यो हो। बढ्ने काम हात्ती बच्चा हात्तीभन्दा पनि हेरौँ न हात्ती किन तारबार राखेको होला है। खगेन्द्र त विदेश भ्रमणमा गइहाले। कस्तो आउने हो। यसको चाहिँ नाम राम। अहिले हाम्रो नेपाली हजारको नोटमा भएको हात्ती चाहिँ यही हो। यही हो। यो हजारमा भएको कुन चाहिँ ठुलो कि सानो हो यो? कुन चाहिँ हो त्यो चाहिँ त्यहाँ अहिले गफर्नु पर्छ। उसलाई सोध्नुपर्छ यो तपाईँको फोटो हो भनेर सोध्नुपर्छ। यो चाहिँ हो उहाँले भन्नुहुन्छ। हल्का रमाइलो। जुत्छ होला नि त फेरि, जुत्छ होला नि त फेरि होइन। यो चाहिँ हाम्रो नेपाली हजारको नोटमा मार्छ नि त्यही त भन्नु, यतिकै त होइन रहेछ ठुलो छ है। ओ आहा, कस्तो मजाले नाटक ओ रामबहादुर। नाम रामबहादुर। हजारको त्यहाँ मजाले उठाउनु ल यो चाहिँ के नाम रहेछ यसको चाहिँ? मैले कन्ट्रास्ट गरेर ए हजुर यो भिडियो त पुरा एडिट हुन्छ नि त। अनि पुरा एडिट हुन्छ यसमा। उयो हाल्नु पर्यो, भिएफएक्स हाल्नु पर्यो, सबै हाल्नु पर्यो। हो के गुरु? यहीँको होला। यस्तो रहेछ क्या भालेको गन भाले रहेछन् भन्ने बोल्नु दार आउँदैछ। धन्यवाद। यिनीहरू चाहिँ के छोरा छोरीहरू? सबै छोरा। सबै छोरा अब रोनाल्डो छोरा। दारा हेर खाबै। लु गाइस, अब हामी चाहिँ यो नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसन यो सम्बन्धी चाहिँ हामी वाइल्ड लाइफ डिस्प्ले एन्ड इन्फर्मेसन सेन्टरभित्र चाहिँ प्रवेश गर्दैछौँ। तपाईँलाई म यहाँ सबै देखाउँछु है त, हेर्दै गर्नु होला के हो भनेर चाहिँ हामी यो देखाउँछ होइन। ल के हो यो सर? यो वन बिरालो, यो ठुलो निर बिरालो रे। बिरालो के गैडाको बच्चा हो यो? के गरे होला? यो ठ्याक्कै सबै हात्तीको खप्परे है, पुरै खप्परे है। सिङ्गै खप्पर क्या, तर हुँदो रहेछ बिचरा।
रियल हो नि त रियल हो यो चाहिँ रियल हो यो चाहिँ के गर्छ यो मान्छे त्यहाँ लेखेको छ यो उयो होला यो अलि बच्चाको हो कि बच्चाको रहेछ हात्तीको हो रहेछ बच्चाको। हो हात्तीको बच्चा हो त्यहाँ ऊ दारा देखिरहेको छ पढ्दै देखिन्छ हात्ती हो। पढ्दाखेरि नेपाली हात्ती भनेको। नाम हात्ती हो, नेपाली नाम हात्ती अलिकति भएन हात्ती के रहेछ त्यो त अलिक हात्ती चाहिँ एउटा एसियन हात्ती अघि पर हेरेको हात्ती यही होइन एसियन हात्ती। एसियन हात्ती डल्फिन हो यो कछुवा यो कति बाँच्यो होला नि यो कछुवा कछुवा त 1000 वर्षै कति बाँच्छ त्यही त यो चाहिँ के पर्यो गोज माछा यो यसलाई गोज माछा भन्छ यसलाई गोज माछा भन्दो रहेछ गाइज यो चाहिँ क्रोकोडाइल होला होइन मगर गोही यो चाहिँ विभिन्न चराचुरुङ्गी यसलाई के को गुड पो भन्छ हौ यो यो चाहिँ तोप चराको तोप चराको हो गिद्ध गिद्ध भल्चर यो के भयो अरे मनङ्गी मुस्ताङमा मासु खाने चरा यो चाहिँ हाटफोडमा कि के भन्छ यो चाहिँ गिद्धै हो गिद्ध यहाँ चाहिँ अबै डेन्जर हो यो चाहिँ हामीले खाने बा कत्रो ठुलो क्या होइन मरिसकेको होइन यो पाइथन यसको नाम सोना नाग काटर सर्फ यो कुन सर्फ हो ए सर्फ पनि यहाँ धेरै डिजाइन करेज सर्फ हो यो है यो करेज सर्फ हो यो पनि करेज सर्फ हो होइन यो पनि सर्फ गोमन सर्फ त यो होला हौ कि यो हो कि करेज सर्फ हो काँचुली रहेछ यहाँ यो के हो यो यही हो गोमन सर्फ है यो हो गोमन सर्प कोब्रा हो त्यो त यो हो नि त यी पुतलीको प्रकार होइन यो यहाँ पुतलीको प्रकार यो हामीले यो वन जङ्गलमा किर गरेर कराउने होइन यसले लास्टै कान खान्छ नि सर होइन यसले यो के किरा बिच्छु सिच्छु या हामीले अब पालामा चाहिँ यो सबै 37 38 39 40 यो के हो यो मुसो रे लामखुसे भ्यागुताको प्रकारहरू होइन यो माछाको प्रकारहरू अनि यहाँ चितवनमा पाइने सब म्यामल्स इन चितवन स्तनधारी म्यामल्स भनेको स्तनधारी यो कुन चाहिँ माछा हो यो माछा के हो यो बारबरी रहेछ हौ यो माछा होइन यो काइन्ड अफ फिस होइन माछा भनेर लेखेकै छैन सर त्यसमा सय रुपियाँ धेरै होइन ल यहाँ यी गैडा छ यहाँ अलिक परै गएर खिचौँ न यार राइनो यो हो नि त होइन गैडा एउटा प्रकाशजी हजुर सर यता 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 मेरो पनि आफ्नै यहाँनिर यहाँनिर ओके ओके अलिकति सानो क्लिप बनाइदिउँ न है ल ओके चढ्दै रहेछ कि यो गैडा गुनै हेलो ओ लुङ्गा यो भाषा बुझ्दैन लुङ्गा होइन फेरि त्यही त यो त गर्दैन नि होइन है पाइँदैन भने हो कि त्यही त दिनभरि नदेखि
हाम्रो केटा यी रहेछ त्यही त के हो यो आइपुग्यो भनेर हो दोस्त दोस्त हो ओ दोस्त आमा कस्तो साह्रो यार चढ्ने चढ्न पनि मिल्छ कस्तो साह्रो क्या गाइस हेर्दै गर्नु होला कि अझै के देखाउँछु म तपाईँहरूलाई चौरामा भएको अब लगभग सकिसक्यो होइन नेसनल पार्क सक्यो अस्ति आउँदा चाहिँ स्टेजमा मात्रै भेट भयो होइन रियल भेट भएको छैन अस्ति ए हात्ती देखेर कता हात्ती देखाउनु लाग्छ यहाँनिर हात्ती देखाउनु लाग्छ सुन सर एउटा फोटो खिचौँ होइन त्यही त सबैले आएर गर्ने त्यति हो टिकटक ड्रेस त यतै होला नि यतै कता हो र ठिक छ त ल त्यही त त्यसैमा त त्यो अलिक सुन्दर छ कि हो हिर्न गर्न म त ल यो चाहिँ हेर्नु है हात्ती अझै नजिकैबाट अझै नजिकै पोतिर छन् किन डराएको के हो एउटा मेरो फोटो खिच्दिनु नि फोटो है ल फोटो खिचिदिनु रे हेलो के भयो भोक लाग्यो ओ हात्ती कराएको है गाइस डेन्जर कराउँछ है रियल हात्ती फेस टु फेस डेन्जर गाइस यहाँ हेर्नु यहाँ ल हात्ती मेरो साथीले हाले चाहिँ यहीँ जन्मेर त्यो यहीँको यो रोनाल्डो उसको हजुर रोनाल्डोकै छोरा हो ए रोनाल्डोको छोरा हो यो ए पर चाहिँ ए छोरी ए आमा ए लु छोरोलाई फुटबल खेल्नु मन लागिसक्यो त कराउनुको कारण के यो रोनाल्डोको छोरो रे हेरिहाल्नुभयो तपाईँहरूले अब यो हात्ती प्रगति कली रहेछ ए प्रगति कली होइन भोक लाग्यो होला नि होइन भोक लाग्यो कति केजी ए त्यहाँ रहेछ नि त मानकली रे नाम पोथी उमेर 55 वर्ष उमेर 55 वर्ष भइसक्यो आमा करिब भनेको छ त्यहाँ करिब 55 वर्ष छ अहिले कति 23-25 भनेपछि त्यही 54-55 खाना दिने बेलामा हो हो खाना दिने बेला यस्तो पनि यो बस्नु त गाडी भयो बिहान 6:30 मा त्यहाँबाट चढ्यो ओके लो गाइस अब आजलाई यति नै यो चितवन सौरा चितवन नेसनल पार्कको केही कुराहरू चाहिँ फोटो भिडियोहरू तपाईँलाई सेयर गरेँ अब सब्सक्राइब गर्नु होला होइन प्रकाश धेरै माया गर्नु होला धेरैभन्दा धेरै माया गर्नु होला हामी चाहिँ एकदम यो चितवनमा सौरामा
एकदम रमाइलो गरिरहेछौँ हाम्रो ब्लगहरू हेरिदिनु होला धन्यवाद सरलाई केही छ भन्नु यहाँ दिइरहेको माइन्ड यस सब्सक्राइब गर्नुपर्छ भन्नुपर्छ म नि पनि गर्छु मैले त कति फुटेँ ओके ल म लिङ्क पठाउँछु होइन त्यसपछि ल हाम्रो घुमाइ हजुर यो पर्यटनको लागि चाहिँ चौरा राम्रै पर्यटनको लागि राम्रो छ होइन मान्छे चाहिँ एकचोटि आउने ठाउँ आएर यसो हेरेर इन्जोय आफ्नो दिने आनन्द यसो चाहिँ बसेर हजुर समय कटाउने ठाउँ रहेछ ओके तपाईँको चाहिँ के अरे ब्लगको नाम के हो प्रकाश ब्लग्स सबैले चाहिँ सब्सक्राइब गरिदिनु होइन प्रकाश ब्लग यस सबैले चाहिँ सब्सक्राइब गरेर बढीभन्दा बढी चाहिँ उहाँको उसमा जोडिनु होला भन्ने चाहन्छु ल हस् थ्याङ्क यू सर थ्याङ्क यू सो मच केही छ सुजन सर मेरो एकदम कुरो त्यही हो लाइक सेयर एन्ड सब्सक्राइब सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला त्यति हो बाँकी कुरो हुँदै जान्छ ओके ल धन्यवाद सबैलाई ल गाइस है सब्सक्राइब सेयर एन्ड लाइक्स थ्याङ्क यू थ्याङ्क यू फर वाचिङ बाई बाई सबैलाई बाई भन्नु ल ओके